हाम्रो विष्णु यहाँ आउँछ चिसो भएर आउँदा आउँदाखेरि के व्हाइट ओभर आउँदाखेरि ए तपाईँ बस्नु आफ्नो एरियाको बिजनेस गर्नु भन्ने म निलो हो रातनाका लागि non very full right white karo white होइन के नयाँ मात्र भयो निलो अरेन्जको दसजना हो 11जना उता त हाम्रोमा उता हाम्रो पेनी लगाउनु पेनी खास निलोमा म निलो स्ट्राइकै छैन नि निलोमा हो कि हेर न बराबरको कोइली हुन्छ के एकजना चाहियो पक्नु तपाईँहरूको बेसी 11जना हाम्रो 10जना भयो कि ठिक छ 25 पार्टी चाहिँ एउटा चाहियो कि 9जना भयो कि तपाईँ 11 हाम्रो 9 भयो कि 3जना चाहियो कि राजु आउँदा के भयो श्रीमन दाइले पास त्यहाँ भएर हामी चुप लाग्यो 4 5 6 7 8 9 10 11 हो नि त बाबु उठ्छ नि त त्यो त 11 जना एकजना आउनु ल रोज टाइम जोइन आउने एकजना ल मन्दरे आयो रोज टाइम जो आइने छ एकजना आउनु भने के पछाडि एकजना जोइन आउनु न मलाई त मजाले हजुर म आइदिन रातो म्यानेज ल मनोजी रातो ल टाढो भयो के होइन मान्छे कोही नजाँदा राजु दुईजना भाग छोरीको 11 तपाईँको 11 छँदै छ कि आज नानुको लड्नु पनि भयो आज भयङ्कर छ तपाईँको आज पराएर फाल्नु एक्लै आउट 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 म तपाईँलाई भागिहाल्छु होइन
भयो भने हो यो हिउँ भयो पानी नभएर एक्लै त्यसै नधकेल्नु भयो आफ्नो जोड भयो स्लो गर्नु के स्लो गर्नु पर्दैन त्यही त Nice, Randy. Good turn. Good turn. Oh my God. दौडिने हुन्छ होला भन्ने छ होइन स्यान्डिङको स्पिड पनि राम्रो छ त्यो भएर नि त्यहाँ अरू भएको थियो स्यान्डिङ हो Good pass, hey, good pass. Hey, don't give up! Okay, don't give up! Good going on.
राजु एउटा थप्नु पर्ने भयो केटाहरू हाइन्छ नि हिर्किहाल्छ प्लास्टिक क्या
ट्याकल त बलै गरेको बलको दुईटाको बलको जुझाइमा लड्या हो नि त ऊ त्यो खुट्टाको डाइरेक्ट खुट्टामा भएको अब हुन्थ्यो नि त के दिएको के भयो त्यो दुईटा बलको ट्याकलमा लडेको हो कि खुट्टामा हानेर लडेको होइन नि होइन जुत्ता मलाई थाहा छैन कि नियम जुत्ता फुस्केपछि के हुन्छ क्या उतो नियम एडभान्टेजमा छ भने एडभान्टेजमा छ भने त्यो जुत्ताले पुरिँदैन नि त त्यो हो जुत्ता जुत्ता खाली अगाडि खेल्नु पर्यो नि बल आयो ल केही छैन गोल भयो गोल मानिसक्यो हजुरले एउटा गोल दिनु पर्यो त्यो लिएर आछन् होइन दिइसक्यो भयो हारेको हानेको हो नि दिएको हो हानेको हेर त हेर किस्मत पाला एकैले डेली डोनर लिएर आउँछ ले तले भाइ एका ए अलि हो आले मोट्यो रोक्यो नाइ पहिला लिएर नाति नाति गर बिस्तारै मान्छे बला छ है त्यता पनि अहिले फेरि बला आएन होइन हो कता नाप्नु आओ आउने यार बिचको मान्छे
थाहा छ मलाई म बल भेटेर आउँछु फेरि हाल नि कपाल अहिले चाहिँ जान्दैन हामीले जान्छु फेरि जानु यस्तो दामी आएको यस्तो त कहिले नै आउँदैन फेरि दिपकजीलाई दिपकजीलाई गोलकिपर बसेको मौकामा हानिहाल्नु पऱ्यो क्या पहिला अस्ति फेरि रोक्यो एकजना निकासी आफ्नो ठाउँमा निकासी आफ्नो ठाउँमा यता भिनान्छ मलाई छोडे सँगै दौड्नु दे कसरी त ट्याकल भएको फेरि मौका दिन्छु अहिले एक्लै फलानु जङ्गल बाबुसँग खुट्टाले गरेर रोक्यो देखाउनु खोजेँ होइन बल चाहिँ मैले पहिला गर्छु भनेर चाहिँ कोसिस गरेर एक्लै फल गरिहाल्छ नि त्यही पनि मान्छेहरूले मान्नु नि एकै पल्ट्यो नि त बाठो रहेछ मान्छे पल्टेपछि त्यही कुरो भएको 오케이. 안돼. 여기 한번 मेरै फोन लाग्यो फेरि हो मेरै बोल
एक्लै रन्ने नै होइन क्या स्ट्यान्डिङ गोलकिपर साला बोलाउनु पर्यो रे हाम्रो त्यो हानेको छैन क्या त्यता त बाहिर भइहाल्यो स्ट्यान्डिङ किन अगाडि आयो भने गोल होइन एक्लै म काफी छु राजु पिराउनु पाएन म एक्लै हालेँ हेर्नु एक्लै आयो यहीँबाट कहाँ यहाँ हेर्नु है राजधानी भनेपछि म त
एक्लै दौडायो भाइको 90% भयो 10% को लागि मैले सेकेन्ड हाफमा त्यस्तै हो अब हामीले सेकेन्ड हाफमा आफ्नो कब्जा नि फोरमा हालौँ है ग्राउन्ड भयो
युज गर्नु बलै छैन सकेपछि अझ सफा गरेर 1 कप पर डे है मान्छेहरु यहाँ चाहिँ फ्रेस कप पर यो पनि हो डोनेसनमा पनि ध्यान दिनु डोनेसनमा पनि त्यही त सकिन थाले विशालजी फ्ल्यासब्याकमा हाल्नु डोनेसन हैन है एउटा क्लासमा त भनिसकेको छु कि कफीको लागि यो चाहियो सबै हामीले सिक्ने कि डोनेसन we need no donation हामीले सिक्ने हो contribution सुगर सुगर त जति पनि छ म चाहिँ एक सुगर इन्करेज नगर्ने नमस्तेले सुगरलाई इन्करेज गर्छ कालो दबाई खाऊ सुगर चाहिन्छ सुगर चाहिँदैन सुगर त मसँग 2000 प्याकेट छ त्यत्रो एक कार्टुन छ सुगर नल्याउने है सुगर म राख्छु दिन्छु भाइले सिधा त नभन्नु कस्तो राम्रो गाछ यहाँ चाहिँ ओम्जी त्यो क्यामेरा यहाँ सुगर हामी त बाहिर गएर यो क्यामेरा आले कसले ल्याएको उहाँले त्यो नारायण सरले फिक्स गरेको चाहिँ रिपिट गर्नु है त्यहाँ एकदम सुगर खाइने हैन त्यहाँ हाइलाइट गर्नु ब्याकिङ गर्दै हालेको अबे लिवर डोनट अझ सबै छ मानवले दबाब दिँदो रहेछ कसैले केटा स्यान्डी गोली गर्छ मन त्यसै आएको तपाईले भनेको म पछि दाइ दाइ फेरि माथि नै बस्दिएर दाइ सुन्नु न फेरि दाइ दाइ भन्छु म बोल्नुको भन्ने हुन्छ हैन त्यसै हो स्पिडले नभेला भन्ने राम्रो छ हेर्ने कि बल यहाँ यो लाइन छ अस्तर भेट आउनु हुनु बल बिचमा भएको भए सुन्नु यो बाहिर यस्तो थियो के यस्तो थियो के बाउले थ्याङ्क यू भन्दैछ उसले थ्याङ्क यू भन्यो भने त कामै लाग्ने यहाँ भएको भए चाहिँ त्यो इन यहीँ थियो के मैले पनि स्यान्डी बसमा आएको बेलामा स्यान्डीलाई कभर गरेँ मैले हाने म त पुरै हावाहरू बाहिरमा कहाँ हिँड्यो मैले चाहिँ उहाँलाई कभर गर्दै जस्तो गर्दाखेरि तपाईँ लाइनमा छ के त्यो बाहिर छ त्यसको बाहिर छ कि यो आउट बाहिर छ यो बाहिर छ त्यही त यो आयो बाहिर होइन यो होइन के रुल यो टिप अफ द यो छ नि यो लाइन छ नि यो लाइनबाट जान्छ के यो लाइन त्यो यो लाइन के चाहिँ त्यो त भन्नै पर्छ भाइले हेर्नु पर्छ त्यो क्लियरली फल्स जापान र स्पेनको कोच छ नि
जापान र जर्मनी ए दाइ कहाँ याद हुनु अघिल्लो जापान र स्पेन जापान र जर्मनीको चाहिँ त्यो गोल दिने कि नदिने भने त्यस्तो कन्फ्युज भयो नि त हाएर गोल दियो कि एकदम टफ डिसिजन VAR-ले पनि गर्न सकिरहेको छैन त्यसलाई पनि एकदम असर भयो पटाउनु खोजे खुट्टा स्टेप पर्यो नि अटोमेटिक थाबर बढी अब त्यो केरा खोज्दैन आफै अब त्यही भएर निलो हैन एकदम निलो रातो त्यही भएर त्यो खुट्टा एकेर निराल एकेपछि निराल एकेपछि हाम्रो को बस्यो अब म जान्छु म पछि आउँछ विशाल कसरी प्रेसर गर्ने हुनु पर्यो कि दोसन्जी बस्नु भएन अलिअलि सकेसम्म खेलिराख्ने त्यही खेल्ने त हो तर सकेसम्म चाहिँ हाल्न नपर्यो हुन्छ भन्ने छ चोट नलाउने सकेसम्म हाल्न नपर्यो भने जुझ्न नपर्यो आनन्द मिडफिल्डतिर खेल्नु मिडफिल्डमा बढी भन्दा मिडफिल्डमा पास मिलाउने हो मिडफिल्डमा चाहिँ ठोकिन्न तपाईँको मेन भनेको तपाईँ घाइते नहुने र डिफेन्समा पनि हुनसक्छ डिफेन्समा जुनै पर्छ उसमा स्ट्राइकरमा नि हुन्छ हो हुन्छ आइहाल्छ डिफेन्स चाहिँ हान्न नदिनलाई ऊ गरे आउँछ महासङ्ग्राम हुन्छ कोही त ग्लोभ्स खोइ रातोले दुईजना लाग्यो जस्तो लागिरह म हो किपर अब ल म पछि को आउने किपर तर नाम कसो छ म पछि भने जस्तो लाग्छ म आउँछु नि भाइ एकेपछि हो पछि तपाईँ
बाबु होल गरेर खेला अगाडि ल्याउन
एकजना डिफेन्स आउनु हाम्रो हो नि रोशनजीकै हान हो नवा बल त्यसलाई के छोडेर एक्लै दिने ह्याड नो चान्स मेरो एक्सरसाइज अफसरहरु गर्दै गरे तिमी किन लेफ्ट पछा जहिले गोल हान्छ के हो सुन दादा सँगै भयो No, he has no chance.
अब बल गोल होइन थाहा छैन अहिले अब नेक्स्ट टाइम चाहिँ ल सेन्टर आफ्नै छ गोल त यता हुन्छ गोल भयो भने हाम्रो टिमहरु आउँछ पछाडी रोक्यो बिचमा खेल्यो बिचमा ल सुरुले लगेर एकले हान्यो
बाहिर हाल्नु बाहिर किपरलाई दिनु किपर Go, 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 go. एकजना यहाँ राजुलाई एकजना राजुलाई
बोला
एक्लै होइन हो नदेखेको बोल्दैन यार एक्लै गोल गर
नमस्कार गर्नु आउँदै हुनुहुन्छ एकछिनमा आउनुहुन्छ क्रॉस कर नखोज पीछे बल निकाल यालो बैक दे बैक 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 दे बैक 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 बाबू ओ भाई ड्राइविंग व्हाट इज दैट ऑफसाइड खेला निराजन ऑफसाइड खेलो संजू Tight press, tight press.
अफसाइड छैन भोलिपट्टि खेल्ने है थारूलाई चाहिँ डिफेन्स खेल्ने हो नि किपर कसै हो भोलि 10 मिनेट खेलौँ 10 साह्रै पिसाब लाग्यो पिसाब फेरि आउँछु म Just pressure, 1% pressure. Stay with him. Yes, pizza basa na. Very, very. Harkara. Nahi nahi, kinno samadhi ko tu bol. Haat, haat. Nahi nahi, haat, haat. Don't start here. Hey, ball, left leg. अफसाइड अफसाइड सिनेमाको पुरै अफसाइड छ
आफै पछाडि कोही छैन, दुईजना बसिरहेको छ, आफ्नो फेरि के गरायो भने नेक्स्ट विक होइन भोलि भने लास्ट गोल दिपक दाइले आठ फेरि हाले ब्याट्रीले धानै त्यहाँ हेर्नु होला दाइ आफ्नो गोल हाइलाइटमा राख्नु घरमा सबैलाई देखाउनु यसरी मैले गोल हान्ने भने गोलको चाहिँ ग्यारेन्टी छैन त्यो लडेको के गरेको चाहिँ आउँछ त्यो चाहिँ आउँछ दाइ मैले तपाईँलाई हिजो मेरो लडेको चाहिँ काट्नु भने रङ गर्दा राख्नु